आज हामी खोटाङ जिल्लाको ऐसेलु खर्क गाउँपालिकामा मिडल रावा खोला, यो लोवर मिड रावा खोला 4 मेगावाटको हाइड्रो पावरको प्रोजेक्ट हो। हिजो काठमाडौँदेखि आएको थियौँ, हामीलाई लगभग 14 घण्टा जति लाग्यो। हलेसी महादेवको दर्शन पनि गर्न पाइयो र यो रमणीय ठाउँमा आएको छौँ। हेरौँ यहाँ कामको प्रगतिहरू कस्तो भएको छ। प्रहलाद सर, भनेपछि यो चाहिँ हाम्रो हेडवर्क भयो हैन? हजुर, यो हेडवर्क भयो। हजुर, यो के छ भने हामीले बनाइराखेको संरचना त्यो यतापट्टिको जुन हामीले चाहिँ अहिले होरिजेन्टल लाइन देखिरहेका छौँ खोलाको परपेन्डिकुलरमा, त्यसले पानीलाई सेक्छ र इन्टेकतिर डाइभर्ट गर्नको लागि बनाइने त्यसलाई चाहिँ ओयर भन्छ। र यो आरओआर टाइपको भएको हुनाले यसमा पोन्डेज हुँदैन। अब बढी भएको पानी हामीले यो अन्डरस्लुजको माध्यमबाट जुन यो संरचना देखिन्छ यसबाट जान्छ र हामीलाई चाहिने जति पानी मात्रै हामी इन्टेकबाट यो आउँछ र हाम्रो यतापट्टि एप्रोच क्यानल हामीले हेऱ्यौँ। हजुर, यो एप्रोच क्यानल हुँदै पानी जान्छ र डिसेन्डरमा बालुवा थिग्रिने पोखरी त्यहाँ छ। हाम्रो रिजर्भायर यो रिजर्भायर चाहिँ होइन, यो एक्ज्याक्टली यो डिसेन्डर अथवा सेटलिङ यो जुन हामीले उता पानी छेकेर लिएर आएर यो एप्रोच क्यानलबाट पानी लिएर आइयो। यो लिएर आएको पानी अब यहाँ थिग्रिन्छ सर। बालुवाहरू छ भने बालुवाहरू सबै थिग्रिएपछि सफा पानी मात्रै हामीले पाइपलाइनमा पठाउँछौँ, जसले गर्दाखेरि टर्बाइनमा असर गर्दैन। अब हेड ड्याम डिसेन्डरको त देखिहाल्यौँ, अब कुरा गरौँ पाइपलाइनको। टोटल यो प्रोजेक्टमा पाइपलाइन भनेको 3500 मिटर जति चाहिने थियो भने 1500 मिटर चाहिँ गाडिसकिया छ र यो गाड्ने क्रम एकदम तीव्र रूपमा चलिरहेको छ। यो फलामका पाइपहरू कति ठुला हुँदो रहेछन् हैन, मनै छिर्न मिल्ने। यो पाइपहरू अब आधाभन्दा धेरै त प्रोजेक्ट स्थलमा आइसकेको छ, अरू आउने क्रममा छ र अरू बिछाउने काम चाहिँ भइरहेछ। यो यस्तो मजाले काम भइरहेछ लगभग 100। अब कुरा गरौँ यो प्रोजेक्टको सबैभन्दा मुस्किल काम। यो पहरोमा यो डोजर कसरी आयो होला, यो माथिको डाँडाबाट झरेको र यो चाहिँ पावर हाउसमा पानीको फ्लो बढाउनको लागि टर्बाइन घुमाउन जाने पानीको टी बस्ने ठाउँ हो र यो ठाउँको काम भइरहेको छ। अब पावर हाउस अब भोलि पर्सिबाटै काम सुरु हुनेवाला छ। अहिले 5वटा मेसिनले काम गरिरहेको छ। समग्रमा भन्न पर्दा 90 करोडको कुल लागतमा तयार हुने यो प्रोजेक्टको 70% काम सकिसकेको भन्दा केही फरक नपर्ला। हाम्रो रावा खोला चाहिँ यही हो, यहीबाट 4 मेगावाटको बिजुली निकाल्न लगाइरहेको हो र यो पानी यति सफा छ, पिउनै मिल्ने पानी छ नि।